कर्णाली प्रदेश सरकारको आँगनमा मुख्यमन्त्री कार्यालयको मूल ढोकामै झुलभित्र सुतेर एउटा जनप्रतिनिधिले आन्दोलन गर्दा पनि किन सुन्दैन मुख्यमन्त्री कार्यालय? आखिर जनताको भोट खाएर सुविधायुक्त कोठामा एसीको हावा खानेहरूलाई आफ्नै गेट बाहिर लामखुट्टेसँग लडिरहेका ओडाध्यक्षको क्रन्दनले किन छुँदैन? मुख्यमन्त्री कार्यालयको यो लाचारीपन र अहङ्कारको सीमा कति होला? आफ्नै आँगनमा 3 दिनदेखि एउटा जनप्रतिनिधि झुल हालेर सुत्दा पनि नदेख्ने मुख्यमन्त्री कार्यालयले दुर्गम गाउँका जनताको दुःख कसरी देख्ला? राजनीति र कुर्सीको खेलमा व्यस्त कर्णाली सरकारका लागि यो झुलभित्रको आन्दोलन एउटा यस्तो झापड हो जसको दाग मेटिन धेरै समय लाग्नेछ। दर्शकवृन्द, यो दृश्यले संघीयताको त्यो नारालाई पनि गिज्जाइरहेको छ जहाँ भनिएको थियो गाउँ गाउँमा सिंहदरबार। गाउँको सिंहदरबार अर्थात् ओडा अध्यक्षता आज प्रदेशको सिंहदरबारको गेटमा न्यायको भिख मागिरहनु भएको छ, तर भित्र बस्ने शासकहरूलाई यसको कुनै प्रभाव छैन। सल्यानको कालीमाटी गाउँपालिका 7 का वडाध्यक्ष मित्रलाल रिजालले चेतावनी दिइसक्नु भएको छ। माग पूरा नभएसम्म यो धरना र यो झुल यहाँबाट हट्नेवाला छैन। उहाँको माग छ घुइयाबारी स्वामीवास बबई सडकको कालोपत्रे, नेपाल टेलिकमको टावर र गाउँमा बिजुलीको विस्तार। गाउँमा अझै पनि बिजुली नपुग्दा अन्धकार बनेको छ। पटक पटक स्थानीय र प्रदेश सरकारको ढोका ढकढकाउँदा पनि कसैले नसुनेपछि वडाध्यक्ष आफै मुख्यमन्त्रीको ढोकामा सुत्न आइपुग्नु भएको हो। Gods of Nepal for entertainment and information.